गाइज वेलकम टु माई ब्लग। अनि आज चाहिँ आज शनिबार हो अनि आज बिदा भएको भएर म चाहिँ अहिले जाँदैछु घुम्न। कहाँ जाँदैछु गाइज? म चाहिँ अहिले माइओका पार्क भन्ने छ यहाँ, त्यहाँ जाँदैछु। माइओका पार्क भन्ने चाहिँ मेरो बस्ने ठाउँबाट एउटै त्यही ट्रेनबाट त्यो ठाउँ जान मिल्छ। त्यहाँबाट 20 मिनट्सको वाकमा छ त्यो पार्क। अनि त्यहाँ चाहिँ अलिकति यो चाहिँ भिलेज एरिया पनि हो। अनि सो घुम्न जाँदैछु। चाहिँ बिदा हो अनि घरमा बसेर के गर्ने, लाइक आई वाज गेटिङ बोर। अनि मैले सोचेँ एकछिन वाक गरेर आउँछु। सो नजिकैको एरिया कहाँ छ अनि माइओका पार्क, त्यो चाहिँ अलिकति युनिक लाग्यो किनकि त्यहाँ भिलेज एरिया टाइपको, जापानको भिलेज एरिया जस्तो छ अलिकति। अनि त्यहाँ चाहिँ फार्मिङहरू पनि हुन्छ। सो मलाई चाहिँ त्यो हेर्न मन लागेर म चाहिँ नजिकै पनि भएको भएर त्यहाँ जाँदैछु आज। लेट्स सी जापान कस्तो छ। जापानमा पनि फार्मिङहरू गर्छन् होइन, सबै हेरौँ। आज वाक गर्न जाँदैछु गाइस म। वाक जापानमा कति बुढो मान्छेहरू पनि कस्तो हार्ड वर्किङ हुन्छन्, काममा जान्छन् कि जति। अब यो चाहिँ एउटा स्टेसन, मेरो बस्ने ठाउँको स्टेसन हो। यहाँबाट चाहिँ म ट्रेन चढेर तोचिका भन्ने ठाउँसम्म चाहिँ जान्छु ट्रेनमा। तोचिका भन्ने ठाउँबाट चाहिँ 20 मिनटको वाकमा त्यो ठाउँ छ। किनकि यहाँबाट वाक गरेर चाहिँ जान चाहिँ हल्का टाढा छ, गाह्रै हुन्छ। पानी पर्ने जस्तो छ, छाता ल्याएको छैन। अघि ट्रेन चढ्नलाई ट्रान्सपोर्टेसन कति 300 कति पर्छ, तर मेरो चाहिँ अफिसकै युज गर्छु मैले किनकि 1 मन्थको फ्री हुन्छ। सो 1 मन्थ आई मिन यो चाहिँ मेरो अफिस जाने रुटमा पर्ने भएको भएर त्यहाँको पैसा यही ट्रान्सपोर्टेसन कार्डले कभर गर्ने भएको भएर म चाहिँ यही युज गर्छु अफिसको त्यो। सो आई डोन्ट ह्याभ टु पे फर दिस। आएको हो, हामी चाहिँ यहाँ जाने हो, यो यता आउँछ ट्रेन, हामी जाने। सो एउटा त्यो साइड अनि एउटा यो साइड यहाँ उभिने हो, अरूलाई डिस्टर्ब पनि नहोस् भनेर। यहाँ चाहिँ टाइमहरू हुन्छ, ट्रेन आउने जाने लेखेको हुन्छ सबै। ट्रेन गयो, यहाँ चाहिँ ट्रेन आयो भने डेन्सियाका किमास भनेर लेखेको हुन्छ। अनि त्यो भनेको ट्रेन आयो भनेको। अब 14:50मा ट्रेन छ। डेन्सियाका किमास भनेर लेखेको छ नि, ट्रेन आउँछ। यहाँबाट आउँछ ट्रेन, सोट उता जाने हो, त्यसैले यहाँबाट ट्रेन आउँछ। हामी चाहिँ अहिले पुगिसक्यौँ माइओका भन्ने स्टेसनबाट निस्किसक्यौँ। अब यहाँबाट चाहिँ 30 to 32 मिनट्सको वाकमा छ। यहाँ कति यो ठाउँ नै अर्कै छ भन्नाले हामी बस्ने ठाउँबाट। हामीहरू बस्ने ठाउँमा चाहिँ अलिक ठुल्ठुलो बिल्डिङ्सहरू पनि छ, सबै छ। तर यो एरियामा त जङ्गल जस्तो छ, यो फरेस्ट कति नजिकै छ। अनि घरहरू पनि सानो छ यतातिर, अलिकति ट्रेडिसनल हाउसहरू पनि छ यतातिर। हामी चाहिँ त्यही हेर्नलाई पनि आएको हो आज। गाइज हामी चाहिँ अहिले पुगिसक्यौँ। यो चाहिँ पार्क हो, माइओका पार्क। अनि यहाँ पुग्न चाहिँ हामीलाई 40 मिनट्स लाग्यो। यो चाहिँ हल्का धेरै टाढा भनौँ स्टेसनबाट। अनि यो चाहिँ पार्क हो, पुगिसक्यौँ। त्यो जङ्गल जस्तो छ त के हो। लेट्स गो।
पार्क हो र कि जङ्गल हो त्यो चाहिँ पार्क होइन है हामी भन्नाले रङ बाटोमा गयो नि पार्क चाहिँ यहाँबाट जाने रहेछ भित्र यहाँबाट पस्नु रहेछ यहाँबाट पस्ने हो कि पार्क यो हो मायोका पार्क गाइस यो मायोका पार्क हो त्यहाँ चाहिँ खेलिरहेछन् ब्याडमिन्टन कस्तो राम्रो छ अब म चाहिँ यहाँ एकछिन वाक गर्छु अनि त्यसपछि फर्किन्छु मायोका पार्क गाइस हामीहरू अहिले चाहिँ अब त्यो पार्कमा एकछिन वाकहरू गऱ्यौँ त्यहाँ अलिकति घुम्यौँ सबै उतातिर हेऱ्यौँ होइन अनि अब चाहिँ हामीहरू फर्किँदैछौँ अब आज चाहिँ शनिबार भएको भएर अब 1 विकलाई पुग्ने गरी तरकारीहरू भयो त्यस्तो कुराहरू किनेर लग्छौँ जापानमा पनि सस्तो सुपर मार्केट भन्ने पनि हुन्छ सो हामी चाहिँ सस्तो सुपर मार्केटमा गएर किन्छौँ त्यो चाहिँ हल्का टाढा भएको भएर हप्तामा एकचोटि जान्छौँ सो त्यहाँबाट गएर किन्ने हो खाइमान गर्न आएको छु यो चाहिँ पनि सस्तो पसल हो भनौँ जापानको यहाँ सस्तो पाउँछ यो चाहिँ मिजु नासु हो भन्नाले एक प्लान्ट हो भान्टा नेपालमा भन्छन् तर यो चाहिँ फ्रुट हो जापानमा चाहिँ यसलाई काँचै खान्छन् अनि मैले पनि यो फर्स्ट टाइम ट्राई गर्नको लागि मिजु नासु भन्छ यसलाई खाने भान्टा हो यो चाहिँ फ्रुट हो अरे मलाई थाहा छैन बट मैले ट्राई गर्न लागेको फर्स्ट टाइम